कस्तो लागिरहेछ त पोखरा घुम्न आएर रमाइलो भइरहेछ हो र अनि बोटिङ गर्दा कस्तो भइरहेछ बोटिङ गर्दा पनि एकदम रमाइलो भइरहेछ अनि प्याराग्लाइडिङ गर्दा चाहिँ कस्तो भयो त्यो त पुरै नभएको हद हो बवाल भएको छ त्यो त बवाल भएको छ तैँले त खुट्टा दुइटा खुट्टा यस्तो माथि लगिस् मलाई डर लागेर मलाई चाहिँ खुट्टा मजाले नराखेर लगाएर सुरुमा चाहिँ जब उठ्ने बेलामा चाहिँ एकदम डर लागेको थियो पछि त माथि त केही नै भएन जस्तो लाग्यो हो ए अनि छोरीलाई कतिको मिस खाइराख्नु भएको छ त छोरी बिचारी मेरो छोरी कति मिस गरिरहेको छु भर आई मिस यु छोरो ए छोरोलाई ओके अब हामी कहिले जानेछौँ अरे अब हामी बेलुका जाँदैछौँ भोलि बिहान पुग्छौँ छोरीलाई छिटो गरेर छोरीको धेर माया लगाएर अनि हामी नबसेको नि आज होइन त्यही भएर गएको नि छोरीलाई आमालाई सम्झेर हामी भोलि जान आँट्दैछौँ हुँदैछौँ यहाँ पोखरामा बोटिङ गर्दैछौँ अब पर जान्छौँ त्यहाँनिर ऊ छ कालबाराई मन्दिरतिर जाँदैछौँ अहिले यो चाहिँ पुरै दर्शन गरेर हामी यो चाहिँ पोखराको लेक हो है पुरा फेवाताल भन्छ है एकदम मजाको छ राम्रो छ गजबको छ निलो पानी कस्तो रमाइलो क्या हरियो डाँडा काँडा डाँडा काँडा कस्तो रमाइलो हाम्रो नेपाल प्यारो छ क्या एकदम ब्युटिफुल छ अच्छा खतरा छ खतरा पोखरामा साइली सम्झनामा तिम्रो यो तस्बिर छला अब आज हिमाल देख्न पाइएन बादल लागेर अझ हिमाल पनि देख्न पाइन्थ्यो अघि पारागाल ग्लाइडिङमा चाहिँ देखेँ मजा यस्तो बाहिर त है हामी यहाँ ओर्लेर बाँकी गएको है त्यहाँबाट उत्रेर हिँड्दै 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 माथि गयो कति 1 घन्टा हिँड्यो कस्तो रमाइलो भएको थियो कति रमाइलो ग्रुपमा थियौँ हार हुन्थ्यो बिन्दास थियौँ त्यो केही टेन्सन थिएन होइन रमाइलो भएको त्यही थियो त ग्रुपमा अझै मजा आउँछ ग्रुपमै क्या ल मेरो पनि खिच्दै हुन्छ यसो तिम्रो पनि यसो त्यहाँबाट ल बुढालाई चाहिँ कस्तो लागिरहेछ त बुढालाई त खिलाउ डरमा लागिरहेछ बुढीसँग घुम्न आउँदा पनि मजा लिन आउँदो रहेछ बुढी खुसीलाई नि आफू खुसी पनि पर्दो रहेछ प्याराग्लाइडिङ गऱ्यो उसले गयो खुसी भइरहेछ मलाई त नर्मल लागिरहेछ अच्छा मलाई त्यही त त्यस्तो लागिरहेछ नि मलाई त घारो हो गर्ने बानी भयो होला छुपा लागेर बसिरहेको छु तपाईँलाई चाहिँ एकदम सुनसान लागिरहेछ सुनसान लागिरहेछ पोखरै सुनसान लागिरहेछ मलाई चाहिँ चिच्याउनु न त हा 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 गर्नु न त हिजो कोलम्बस खेल्दाखेरि त्यस्तै भएको थियो डरले थुरेर भएको थियो प्याराग्लाइडिङ चाहिँ मिस गरेँ गएर खेल्नु पर्ने रहेछ टुप्पोमा बस्दा चाहिँ डरै हुँदो रहेछ कोलम्बस अवस्था त्यस्तै यस रमाइलो भयो अब पोखराको दुई दिन होइन हिजो आएको अब आज बस्यो रमाइलो भयो रमाइलो भयो अब अस्माइलो नै भने उडी हो त बुढाबुढी अब बुढाबुढी सुरु स्टार्टिङ जस्तो त के हुन्छ त 10 वर्ष 1 दशक बितिसक्यो 1 दशकमा पनि यति रमाइलो हुनु भनेको त धेरै राम्रो कुरा हो सही कुरा हो त्यो पनि धेरै राम्रो कुरा हो यति पोखरासँग घुमेर हो त पोखरा गएको थियौँ घुम्न गएको थियौँ भन्ने त भयो त्यो त भयो रमाइलो पनि भयो घुम्न गएको थियौँ मात्र भन्ने पनि भएन रमाइलो पनि भयो मात्रै पनि बस्यो नि त हो त क्वालिटी टाइम स्पेन्ड गर्न पाइयो पाइयो त्यही त होइन त्यो छोरी चाहिँ भएर अलिकति मिस भइरहेछ छोरीको त्यति मात्र हो त्यस्तै मलाई चाहिँ फर्किने टेन्सन भइरहेछ अब जाने दिन मलाई पनि पठाएर के गर्नु होला नि भन्ने टेन्सन भइरहेछ ल ल राम्रो रहेछ त्यहाँ बसेर ल ठिकै छ नि त अहिलेलाई यति नै बुझौँ होला ल बाई बाई ओके बाई गर्छ नि त्यहाँबाट बाई